दुईजना भाइहरू अगाडि छन् होइन सबै हामी तेह्र भनौँको यता छौँ देखाइदिन्छ भगवानको भ्यू सर है खोला देख्न सक्नु त परेको साथीहरू है धेरै नम्बर छ है बिस्तारै यार बिस्तारै दसैँ आउनु लाग्छ साथीहरू अब हामी बिस्तारै धौलागिरी गाउँपालिका प्रवेशमा गइरहेका छौँ साथीहरू यो चाहिँ कति लाग्छ रे दाइ 35 लाखको तर एकदम बलियो छ क्या कसो गाई साथीहरू अगाडि जाने भाइलाई जाऊ जाऊ अगाडि जाऊ भलाघरको गाउँमा छौँ हामी अनि अब चाहिँ हामी गाउँ प्रवेश हुन लागिसक्यो छ भन्ने हल्ला छ त यतातिर अस्ति नै चाहिँ हल्ला थियो अहिले चाहिँ के छैन ए रोग के काकमको यो गौँथली भिर हेर्न सक्नुहुन्छ हिलोमा नसकेर हातले हाम्रो ड्राइभर यता जाँदै हुन्छ है फेरि हिलो आयो होइन ऊ माइके हिलो त ताकम ठाउँ राम्रो त छ तर हिलो छ होइन त्यतिको पारी बडो गाउँहरू त त्यो हिलोमा एकदम हाम्रो नेपाल स्थित छ केटी बाबा गएर होला यस्तो खास भएको होइन दाइ लास्ट हिलो छ गरे नि अनि यदि त गर्नु परेन होइन र जेठा बोलाएको हाम्रो भत्किरै छन् होइन ल हामी चाहिँ हिँड्नु एकदम दुःख पायो गाइस ए हिमालयबाट होइन धौलागिरी हिमाल आएको अब हिलो फेरि आयो यसो त्यही हो सुत्ता पालेर अब सुत्नु पायो गाइस गयो जान्छ उडा फेरि बास एकदम ठिक छ गयो जान्छ गयो ल चप्पल फालिदिउँ ए हेर्दै सिंहवाडासम्म चाहिँ हुने यस्तो डेन्जर रहेछ र होइन भन्छ उहाँ रोड छोडेर यहाँ यस्तो दिले हिँड्नु परिरहेको यस्तो छ गाउँ आउन लागिरहेछ त्यही होला नि भन्छ कौडा त्यही हो नि धौलागिरीको एरिया होइन ल यहाँ चाहिँ मिठो झर्ना रहेछ एकदम बबाल ल राइडर हुन कहाँ त्यत्तिकै सजिलो छ र
ओके ल अझै